आऊ यता गयो नि तपाईँ त्यताबाट आउनु भएन है आऊ कहीँ आइहाल्यो भने यताबाट आउनु पर्यो आएर सम्भव छ यसलाई मार्नु पर्यो होइन सम्भव छैन तपाईँ यो आऊ यहाँ पछि अक्सिजनको भागिदिया छ थोरै आज हाम्रो सशस्त्र प्रहरी बललाई राज्य प्रदत्त विपद व्यवस्थापन डिजास्टर म्यानेजमेन्ट यो म्यान्डेट अनुसार नेपाल सरकारको विभिन्न समयमा भएका आदेश अनुसार सशस्त्र प्रहरी बल विभिन्न किसिमको प्राकृतिक तथा मानव सृजित विपदहरूमा पीडितको उद्धार र राहत कार्यमा खटिरहेको कुरा यहाँहरू सबैलाई दिँदैछ यो कार्यक्रमहरू प्रत्यक्ष हाम्रो पनि संलग्नता रहन्छ यहाँहरूसँग बस्ने महिषी गर्न सबै स्टेक उपभोक्ता जनचेतना उपभोक्तालाई चाहिँ सचेतना गराउनुपर्छ टोल टोलमा घर घरमा र छर छरमा भन्ने धारणा राख्नुभयो सुरक्षित जीवनको लागि चाहिँ आह्वान गरेर जानुभयो यसै गरी चाहिँ आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन चाहिँ ग्यास विक्रेता महासङ्घ नेपालका पूर्व उपाध्यक्ष गणेश राजू उपभोक्ता जनचेतनामूलक कार्यक्रम जे गैस विक्रेता महासंघ के यहाँ के जे यहाँ गैस विक्रेता महासंघ एक संपूर्ण आयोजना केने छे हम सब व्यवस्थापन केने छी और ई गैस विक्रेता महासंघ के यहाँ के बैठक छले इलाम से अहाँ के जनकपुर आवे कतेक समस्या भेल होते बैठक एहि प्रोग्राम के लेल ई सब काठमांडू नहीं जाकर मतलब अहाँ के जे रास्ता है ओतऽ बर्दीबास से आगा जतऽ से अहाँ के रास्ता जाय छै ओतऽ से सब डाइवर्ट भ कऽ देलखिन तकर कारण छै जे हमर सबके बीच में जे हमर सबके अध्यक्ष ज्ञानेश्वर अरियाल एहिसँ पहिलो अध्यक्ष छला फिर हम सब महसूस भेलै जे हमरा सबके ज्ञानेश्वर अरियाल अध्यक्ष चाहिए तो हम सब जोर जबरदस्ती प्रेशर कऽ दबाव दऽ कऽ घर में बंदूक देखा कऽ अहाँ के बनी पड़ते अध्यक्ष तो हिनका अध्यक्ष बनेले से हमर अध्यक्ष जी ज्ञानेश्वर अरियाल जी तहिना हमर सबके आई जनकपुर नगरपालिका के नेपाली कांग्रेस नगर कार्य समिति के मेयर साहब नगर कार्य समिति के अहाँ के अध्यक्ष और जनकपुर नगरपालिका के हमर सबके युवा नेता हमर सबके मेयर मनोज कुमार शाह जी तहिना आयल निगम के तरफ से आयल हमर विशिष्ट अतिथि जी हमर पूर्व अध्यक्ष ऐसे पहले ज्ञानेश्वर जी से पहले चंद्र थापा जी तहिना भखरे हम स्वागत करना चाहे जनकपुर में अहाँ के सशस्त्र प्रहरी के कमांडर का इंस्पेक्टर रूप में जनकपुर में एला इनका स्वागत है कटवाल जी के और हमारे पूर्व अध्यक्ष मनोज चौधरी जी तहिना केंद्र से आयल साथी सब महासचिव जी राजकरण जी हमारे केंद्रीय अध्यक्ष के समय समय में महत्वपूर्ण जो सलाह दऽ कऽ एकरा चलायमान बना वाला और अध्यक्ष के भूमिका में नहीं रहकर पर्दा के पछा में महासंघ के चलायमान करे के लिए महेश्वर घिमिरे जी लगायत संपूर्ण साथी सब में जेने पार साथी सब बहुत निक घड़ी में अपना सब छी और हमरा आश्चर्य लाग रहा है कि हम सब कौन घड़ी में छी एक तरफ धनसा जिला के बहुत कम समय में अधिवेशन सेहो हो वाला है धनसा जिला के और धनसा जिला के अधिवेशन तो हेबे करते और साथी सब जे एहि रूप में एहि कार्यक्रम में जे उपस्थित भ गेल साथियों सबके धन्यवाद और महासंघ के एहि द्वारा कि बहुत दिन से पहल करे छलिए हिनकर प्रयास छलिए ज्ञानेश्वर जी के जनकपुर में सचेतना प्रोग्राम हो एहि द्वारे कि सचेतना प्रोग्राम से जान लेला के बाद में कतौ कदाचित कोनो काज भ गेलै जेना अहाँ सब मेडिकल लाइन में देखैत होबे कि ककरो जे छै से अचेत अवस्था में खसि पड़लै ओकरा जे पीसी दै छै फर्स्ट जे केना ओकरा श्वास प्रश्वास चालू होते वो एक अहाँ के प्रक्रिया सिखबै छै तहिना घटना तो रोक नहीं सकै छै घटना भ जेतै लेकिन जनने रहबै तो भागऽ नहीं पड़तै गैस विक्रेता साथी सब पुलिस प्रशासन अहाँ के सब भाग जाय छै गैस सिलेंडर में आगि लागल ना विस्फोट हो तो कति भाग हम खुद देखने छी स्टेशन पर तरकारी लिएर साँझ में आउँदै थिए तपाईको जहाँ अहिले धनसा अस्पताल छ नि धनसा अस्पताल पर अगाडि तपाईको अहिले एउटा हस्पिटल अर्को हस्पिटल खुलेको छ डाक्टर कुलदीप पण्डित रामदेव पण्डितले खोलेको हस्पिटल हो त्यहीनिर तपाईको के भइरहेछ भने माथि स्कुल थियो धनसा पब्लिक स्कुल अनि सिलिन्डरमा विशाल आगो लागेको दम आगो बलिरहेछ साँझको 7 बजिरहेछ जनपद प्रहरी त्यही छ तपाईको सशस्त्र प्रहरी त्यही छ जनता त्यही छ मान्छेहरु घर खाली गरिरहेछ अब त्यो विस्फोट हुन्छ भाग भाग भनेर म तरकारी लिएर आउँदै साँझको टाइममा एउटा साथी रविन्द्र मतलब छेक्यो मलाई बाटो एक यहाँ त आगो लागिरहेछ कहाँ आगो लागिरहेछ त्यहाँ गए त्यो सशस्त्रले मा जानै नदिने हैन जानु हुँदैन त्यो सिलिन्डर विस्फोट हुँदैछ सब मरिहाल्छ नजानु जति भन्दा पनि भाइ म ग्यास व्यवसायी हो मलाई थाहा छ के गर्नु जान दिनु तपाईको पुरै अन्ध्यारो थियो त्यहाँ उसको कर्मचारीलाई भने मलाई कमसेकम बाटो देखाइदिनु कहाँबाट छतमा जाने हो छतमा जहाँ गए छतमा देखे तपाईको भातहरू यताउति सब छरपष्ट थियो सिलिन्डर त्यो हाई प्रेसर सिलिन्डर लागिरहेको थियो हाई प्रेसर सिलिन्डरको तपाईको पाइप त जलिसकेको छ उसको अनि यताबाट
त्यो नोजलको यताबाट सिलिन्डर त्यो आगो फालिरहेछ, भर्खर नयाँ सिलिन्डर दन दन आगो आवाज एकदम आइरहेछ साँझको टाइममा। गर्नुपर्ने त केही छैन, त्यसको मान्छे भागा भाग हामीले छोडिदियो भने त्यो भोलि बल्दा बल्दा हिटबाट त्यो विस्फोट हुन्थ्यो, त्यसले एउटा नयाँ तपाईँको दुर्घटना निम्ति आउँथ्यो। हामीले यो जानिसकेपछि हामीले के गर्छौँ भने हामी आँट गर्छौँ, हामी साहस गर्छौँ, हामी त्यहाँसम्म पुग्छौँ। त हामीले जान्नु पर्यो नि त मैले के गरेँ, त्यहाँ गएर त्यो रेगुलेटरको तपाईँको त्यो पिनलाई खोलिदिएँ, आगो सिद्धियो। सबै मान्छेले अब त्यो जादु गर्यो भनेर पुरा उठेर तपाईँ मतलब मान्छे उत्साहित भए, गर्न त मैले खास केही गरिनँ। त साथीहरू, आज हामीलाई यो महासङ्घको नेतृत्वमा जुन हामीलाई डेमो प्रदर्शन हुँदैछ त्यो सम्पूर्ण साथीहरूलाई काम लाग्छ, काम लाग्ने कुरा हो र महासङ्घ भनेको यही कुराहरूको लागि हो। ग्यास विक्रेताहरूको हक हित अधिकारको लागि लड्ने हो। ग्यास व्यवसायलाई आउने समस्याहरू के पर्न सक्छ, समस्याबाट निराकरण के हुन सक्छ, त्यसकै लागि नै महासङ्घले पहल गर्छ र महासङ्घले यसमा धेरै ठुलो जमर्को गरेको छ, धेरै ठुलो काम गरेको छ। त्यसकारण म सम्पूर्ण साथीहरूलाई, तपाईँहरू जो साथीहरू ग्यास विक्रेता सङ्घमा हिजो आबद्ध हुनुहुन्थेन, आज आबद्ध हुनुभयो, नामको लागि मात्रै आबद्ध नहुने, कमसेकम तपाईँहरू कार्यक्रम भएको बेलामा ग्यास आफ्नो जुन प्रोग्राम हुन्छ त्यो बेलामा तपाईँहरू उपस्थित भइदिनुहोस् र आफ्नो ग्यास विक्रेताको एकता देखाइदिनुहोस्। यस्तै कुराहरूमा एकता देखाउ, तपाईँहरूले एकता नदेखाइकन आज ग्यास विक्रेता सङ्घ ज्ञानेश्वरलाई, महेश्वरजीलाई धन्यवाद दिनुहोस् कि हिजो हुन साथीहरू, केही नयाँ साथीहरू हामीसँग जोडिनु भएको छ। धेरै साथीहरू हिजो तपाईँलाई मिसम्याचमा पर्नुभयो। मिसम्याच भनेको तपाईँले कारोबार गर्नुभएको छ 1 करोडको, कारोबार गर्नुभएको छ 50 लाखको, कारोबार गर्नुभएको छ 30 लाखको, तर हाम्रो बानी के थियो, भ्याट रुसमा गयो, साउनमा 15 लाख बेचिली भनेर यसो भरिदियो अनि हिँडिदियो। उनीहरूले त्यो 15 लाख हालिदियो ठ्याक कम्प्युटरमा, अनि कम्पनीले पठाइदियो। नेपाल सरकारले ग्यारेन्टी गर्न सक्छ कि सकिन्छ, यो कुरामा सचेत रहनु होला भन्ने। किनभने नेपाल सरकारको जुन इकोनोमिक पोजिसन छ, फाइनेन्सियल जो प्रब्लम छ, कानुन मात्रै ल्याउने तर त्यसका समयमा भुक्तानी नहुने। अहिले यहाँसम्म कि टेन्डर भएका, स्रोत सुनिश्चितताबाट टेन्डर भएका ठेकेदार निर्माण व्यवसाय कम्पनीहरूमा पनि भुक्तानीका लागि, उपभुक्तानीका लागि बिलका सबै ठाउँमा आन्दोलन गर्ने परिस्थिति आउँछ। भोलि यो ग्यासमा जो राहत पाएका गरिबहरू हुन्छन् उसलाई पनि आन्दोलन, त्यो पैसा लिनलाई मात्रै आन्दोलन नगर्नु परोस्, त्यो पनि राजनीति हुन्छ कि भन्ने एउटा डर छ। त्यसलाई अलिकति सचेत रहनु होला र खास गरी यो छोटो समयमा राइट टाइम राइट प्लेस भन्छु नि हामी। मधेसको मायाले आउनुभयो, त्यसको लागि धेरै धेरै स्वागत छ। तर मधेसमा चैत महिनामा, यो 22 जिल्लाका मधेस म भन्छु, मात्रै मध्य प्रदेश होइन, यसले झापादेखि महाकालीसम्म के छ हाम्रो भने त्यो चैत वैशाख जेठ अलिकति डढेरो पर्ने समय हुन्छ। यहाँ परालको टालमा होस् कि घरमा होस् कि अन्य कारणले पनि आगो लाग्ने धेरै हुन्छ। धुरी बतासका कारणहरू हुन्छन्। अहिले वर्षा आउन जेठपछि अलिअलि वर्षा लाग्छ। यो 3 महिना एकदम एलर्ट भएर फायर ब्रिगेडलाई बस्नुपर्ने अवस्था हुन्छ। हामी एयरपोर्टमा जुन हाम्रो फायर ब्रिगेडका केही टिमहरू छन् र विपद व्यवस्थापनका टिमहरूसँग, हाम्रो इपीहरूसँग यो बिचमा 2टा ट्रेनिङ भएको छ कि हामी आगो कसरी निभाउने भने जनकपुर महानगरपालिकाका दमकलका कर्मचारीहरू, केही नगर परिषदहरू पनि त्यसमा इन्भल्भ भएको छ। र यसरी यो आगो निभाउनुमा आजकल प्रत्येक घरमा सिलिन्डर हुन्छ र सिलिन्डर सम्बन्धी चेतना लिएर आउनु भएको छ। त्यसको लागि विशेष आभार र धन्यवाद दिन चाहन्छु। किनभने गणेश दाइले एउटा धेरै राम्रो कुरा हुन्छ, रेगुलेटर 3-4 किसिमको हुन्छ। एउटा भट्टीमा लगाउने रेगुलेटिभ पात्र हुन्छ, एउटा त्यो ताम्बाको गोलो टाइपको लिएर माथि पिन लगाएर कसैको त्यो एउटा हुन्छ। हामी घरमा रेगुलेटर लगाउने त गृहिणीहरूलाई सबैलाई थाहै छ। त्यो रेगुलेटर जसरी घरमा कसैले करेन्ट लाग्यो भने त्यो करेन्ट लगाउने मान्छेलाई छोडाउनुभन्दा पहिले भएको बिजुलीको स्रोत या मेन स्विच या एमसिबी कतैबाट झारिदियो भने त्यहीबाट त कट भयो नि त। मान्छे होसमा के गर्छ, त्यो मान्छेले नि समात्न जान्छ, ऊ आफू पनि करेन्टमा पर्छ। एउटा करेन्ट लागेको मान्छे चाहिँ त्यसलाई तान्नु पर्यो भने उसकै शरीरबाट उसमा करेन्ट प्रभाव भएको अवस्था हुन्छ। तर त्यो सचेत नागरिकले यदि एमसिबी झारिदियो या मेन स्विच डाउन गरिदियो या जहाँबाट लाइन सप्लाई भइरहेको छ त्यो मूललाई नै बन्द गरिदियो भने त्यो अटोमेटिक गएर सबै के भयो भने बचिने भयो। त्यसै आजको डेमोबाट पक्कै पनि हामीलाई यो समयमा, खास गरी यो चैतको महिनामा, अहिले हेर्नुहोस् परालबाट पनि पतिङ्गरबाट पनि गेहूँ खेतीमा पनि हिजो त के भएको छ भने एउटा फोहोर कुनै भएको ठाउँमा नगरपालिकाको गाउँमा आगो लगाइदियो। त्यो एरियाको गेहूँ जल्न खेतमा लागेको जिउँदै गेहूँ त्यसबाट बढेर दमकल पठाउनु पर्यो त्यो गेहूँको खेतलाई निभाउनु, हिजोको कुरा। त्यसमा अलि सचेत रहनु जरुरी छ। र यो महिना 3 महिना धेरै हामीहरूले क्रिटिकल हुन्छ। बर्सात आउनुभन्दा पूर्व हुन त बर्सातको पनि लाग्छ तर डर कम हुन्छ। तर अहिले हामीहरूको टेम्परेचर अब 15 दिनपछि लगभग 40 डिग्री टेम्परेचरमा हामी 40 डिग्री तापमानमा जान्छौँ।
त्यसका लागि सचेत रहनुपर्ने भएकोले एकदम राइट टाइम र राइट ब्यालेन्समा अहिले तालिम राखिदिनु भएको छ, त्यसको लागि धन्यवाद। र यी सम्पूर्ण कुराहरू ग्यास व्यवसायीका कुराहरू, हामी सङ्गठित हुने कुराहरू, जनचेतना हुने कुराहरू र हामी ग्यासलाई कसरी सही उद्योग या भोलि गएर कसरी हामी त्यो सस्तोमा अलिकति इन्डेक्स चुल्हा आएर त्यसमा पनि अगाडि जान सक्छ, नेपालमा पर्याप्त विद्युत हुन पायो भने। हुन पर्याप्त हुँदा फेरि लोड सेटिङ भइहाल्छ, यो महिना पानी सुक्छ, फेरि आएर असाढमा आउँछ। यो अलिअलि टेक्निकल चाहिँ हामी बिजुली बेच्छौँ तर यो महिना फेरि किन्छौँ, यो अवस्था छ। इन्डेक्स चुल्हामा गएपछि 5-6 रुपियाँमा ग्यासको भार कम गर्न सकिन्छ। त्यतातिर पनि बरु ग्यासै बेच्नुपर्छ, ग्यासको त विकल्पै छैन, तर पनि इन्डेक्समा गएर केही बचत गर्न सकिन्छ कि फेरि त्यतातिर पनि हाम्रो महासचिवको ध्यान जाओस्। र तपाईँहरूको जनकपुर ठाकुर महानगरपालिकाको तर्फबाट, सम्पूर्ण मध्य प्रदेशको तर्फबाट र उहाँले एउटा कुरा राख्नुभयो कि आफ्नो आफ्नो ठाउँबाट जति जाने हामी ट्रेनिङ लिन्छौँ या हामी तालिम प्राप्त गर्छौँ, ती साथीहरू आफ्नो गाउँ ठाउँलाई पनि अलिकति मतलब जानकारी गरौँ, उसलाई सूचित गरौँ भन्ने कुरा पनि उहाँले राख्नुभयो। यो कुरालाई पनि मनन गर्दै सम्पूर्ण व्यापारी साथीहरू र हामी तपाईँहरूसँग समन्वय गरेर उद्योग वाणिज्य सङ्घमा, गोपाल धर्मशालामा, 0 माइलमा र रामानन्द चोकमा हामीहरूले ग्यास वितरण गराएको छु। त्यस्तो आपद विपदको बेला पनि गराएको छु, त्यो तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। त्यस्तै विभिन्न समयमा जुन कालो बजारी सम्बन्धी गुनासो आइरहेको बेला, कोरोना महामारीको बेला पनि, त्यो बेला पनि तपाईँहरूलाई याद होला, यहाँका एउटा प्रतिष्ठित व्यापारीलाई जुन अञ्चल प्रहरी कार्यालयको ग्यास राखेको थियो, ग्यास बाँट्ने क्रममा सबै ग्यास बाँटिसकेपछि अब प्रशासनिक निकायहरूको पनि उहाँहरूको पनि मेस हुन्छ। त्यो मेस अन्तर्गत उहाँहरूको ग्यास राखेको थियो, उहाँहरूको पत्र थियो अञ्चल प्रहरी कार्यालयको। त्यो बेलाको म भन्दैछु, त्यो बेला प्रशासनले छापामारी गर्दाखेरि त्यो व्यवसायीलाई समातेको थियो। समातेर तपाईँ किन स्टोकमा ग्यास राख्नु भएछ, उहाँले पटक पटक भन्नुभयो कि मैले यो अञ्चल प्रहरी कार्यालयको तपाईँकै ग्यास हो, यो पत्र हो। तर त्यो बेलाको प्रमुख जिल्ला अधिकारीले मान्नु भएन, त्यो व्यवसायीलाई हक्करी लगाएर राख्नु भएको थियो। यहाँ हाम्रो सबै अग्रज व्यापारीहरू हुनुहुन्छ, उहाँहरूलाई थाहै छ। त्यो बेला पनि प्रमुख जिल्ला अधिकारीलाई हामीहरूले जति तपाईँहरू ग्यास व्यवसायीसँग हुनुहुन्थ्यो, त्यो बेलाको मेरो अध्यक्ष हिरा शाह हुनुहुन्थ्यो, त्यो बेला हामीले सबै साँचो बुझाएर त्यो व्यवसायीलाई कालो बजारीको जुन मुद्दा चलाएको थियो, हामीहरूले भने यो तपाईँकै अञ्चल प्रहरी कार्यालयको ग्यास हो, तपाईँ पत्ता लगाउनुहोस्, त्यहाँका एसएसपी साहबसँग सोध्नुहोस्। पछि समन्वय गरेर हामीहरूले साँचो नै सिडिओ साहबलाई बुझाएर त्यो व्यवसायीलाई पनि हामीले रिहा गरेको, त्योहरूलाई तपाईँहरूलाई पनि अवगत नै होला। अर्को म तपाईँलाई के विश्वास दिलाउन चाहन्छु, हामीसँग हुने सहयोग, जनकपुर उद्योग वाणिज्यसँग हुने सहयोग, तपाईँहरूले जुन बेला यहाँको ग्यास व्यवसायी जति एक्टिभ हुनुहुन्छ यो सराहनीय कुरा हो। तपाईहरूलाई जुन बेला ब्याङ्किङ सेक्टरमा हो, व्यवसायिक सेक्टरमा हो, उद्योग वाणिज्य सङ्घ तपाईँहरूको साथ रहनेछ, त्यो पनि विश्वास दिलाउन चाहन्छु। र साथै अहिले अलिकति ढिलो भयो, म दुईटा व्यापारीको नै अब बुझ्नुहुन्छ, यहाँका स्थानीय प्रशासनहरू या नेपाल प्रहरी होस् या सशस्त्र प्रहरी होस्, शान्ति सुरक्षाको काम त छोडिदिनुहोस्, एक कार्टुन सेउ समात्ने काम गरिरहेको छ। अहिले यहाँबाट मुजेलिया जानुहोस्, 2 कार्टुन सेउ 4000 को सेउ झारेर राखिहाल्छ। अहिलेको यहाँ यो जिल्लाको प्रशासनको अवस्था यस्तो छ। त्यही क्रममा म अलि बिजी थिएँ, त्यो व्यवसायीको एउटा सामान छोराएर त्यसको अनलाइन पनि थियो, त्यसपछि प्यान बिल काटेको थियो, त्यस्तोमा पनि ठाउँ ठाउँमा जिल्लाको भेगमा हाइवेमा समस्या गर्दो रहेछ। शान्ति सुरक्षा छोडेर यतातिर व्यवसायीलाई खास गरेर यो मध्य प्रदेशमा सबभन्दा बढी समस्या दिने गरेको छ, त्यो तपाईँहरूले भन्न चाहन्छु। तैपनि मेयर साहब हाम्रो प्रमुख अतिथिजी हुनुहुन्छ, मर्यादा क्रम अलि उ गरेर मलाई बोल्ने मौका दिनुभयो, त्यसको लागि पनि म हृदयदेखि धन्यवाद दिँदै आउने दिनमा म तपाईँहरूसँगै साथ र सहकार्य गर्नेछु भन्ने विश्वास दिलाउन चाहन्छु। र तपाईँहरूको जुन 6 गते ग्यास विक्रेता सङ्घको जुन साधारण सभा हुन गइरहेछ, त्यसमा पनि तपाईँहरू समन्वयको वातावरण बनाएर निर्विरोध निर्वाचित गराउनुहुन्छ भने त्यो पनि म आशा राखेछु। र यो कार्यक्रम तपाईँको सफलतापूर्वक होस् भन्ने जानकी मातासँग कामना गर्दै म आफ्नो शुभकामना मन्तव्य यही टुङ्गाउन चाहन्छु। यसको यहाँलाई के भन्नुपर्छ, यसको नामै सेफ्टी सुरक्षा हैन। यसको बाइचान्स कुनै कारणले यो भलबाट लिक भयो भने चाहिँ, भलबाट कुनै कारणले पिन दबाई भएर ग्यास लिक भयो, कहिले हुन्छ, कहिले कस्तो हुन्छ भन्दा यो दबाई गरेर ग्यास यादै गर्न सक्छ कहिले। त्यो गयो भने आत्तिन भएन, सकिन्छ। यसरी आँखा लान भएन, यसरी साइडबाट
यसै थिच्दिनु पर्यो 2 दिन फेरि थिच्दिनुहोस् तपाईँ त्यो आफ्नो लेभलमा पनि आइहाल्छ हामी विक्रेताले जान्नुपर्ने कुरा के अब वरिपरि चाहिँ त्यहाँ आगोहरू चाहिँ भएको ठाउँमा छ भने त हामी त्यो आगो लागेको ठाउँभन्दा परस्पर हावाको प्रवाह हेर्नु पर्यो सबभन्दा पहिला कताबाट आगो लागेको छ हावा कता बगिरहेको छ तपाईँ यताबाट हावा यता बगिरहेको छ भने यता आगो लक्का आइरहेको हुन्छ हामी यताबाट आउनु गर्नु उताबाट आउनु पऱ्यो र यसलाई चाहिँ सकिन्छ तपाईँ त्यो अफ गर्नु पऱ्यो तर आगो लागेको खण्डमा त्यो अफ गर्ने भन्दा नि हामीले सेफ्टी क्यापलाई लगाइदिन सक्नु पऱ्यो र सेफ्टी क्याप लगाएपछि भित्रको यदि यो सेफ्टी क्याप चाहिँ ओरिजिनल छ भने अहिले पछि चाहिँ कम्पनीहरूले के गरेर भयो यो सेफ्टी क्यापले पनि डुप्लिकेट हालिदिनु भएको के किन भन्दा यो ग्यास लिक छ भने बाहिर लिक आउँछ के तर त्यो आउनु हुँदैन यसको अर्थ चाहिँ त्यो भित्रबाट लिक भएको लिकलाई यसले कन्ट्रोल गर्नु पऱ्यो त्यो कुरा हामीलाई जानकारी हुनु पऱ्यो दोस्रो कुरो अनि कहिले के गर्नुहुन्छ साथीहरूले भने त्यो लिक छ कि छैन भने लाइटर बालेर चेक गरिदिनुहुन्छ बाइचान्स लिक भयो भने त्यो छोडेर भागिदिनुहुन्छ अनि भागेदेखि के हुन्छ अन्य वरिपरि हाम्रो त के छ भने हामी फेरि एउटै कोठामा त किचन पनि हुन्छ त्यही बस्छौँ त्यही लत्ता कपडा सबै हुनसक्छ अनि हामी भागेर हिँड्यौँ भने त्यसले गर्दा यो सानो आगोले अनि ठुलो आगो लाग्छ र धनजनको क्षति हुन्छ हामीले के गर्नु पऱ्यो अर्को आगोको स्रोत भएको बेला हामीले यो रेगुलेटरलाई फेर्न पनि भएन किनभने कुनै कारणले लिक रहेछ भने त त्यहाँ टिप्छ नि त आगो त्यो कुरो याद गर्नु पऱ्यो अनि अर्को कुरो यो वासर चाहिँ हामीले सबभन्दा पहिला हेर्नु पऱ्यो र यदि वासर छैन भने पनि हामीले अर्को चाहिँ कि त कम्पनीले तपाईँलाई उपलब्ध गराइदियो भने त्यो वासरलाई फेर्न मिल्यो होइन विक्रेताहरूले उपभोक्ताको गरेर यदि दिएन भने अर्को नयाँ सिलिन्डरको भलको अर्को खाली सिलिन्डरको भलको चाहिँ नकाटिने गरी यसलाई निकालेर अनि योमा फेरि हालेर पनि युज गर्न सक्नुहुन्छ अब हामीले के गर्नु पऱ्यो अब सिलिन्डरको विषयमा तपाईँले एउटा कुरो त सिलिन्डर सकेसम्म रङ गरिएको सफा हुनु पऱ्यो त्यो सकिएन भने पनि कमसेकम डेट भएको र तन्दुरुस्त खालको काहीँ नकुचेका सिलिन्डरहरू चाहिँ हामीले कम्पनीहरूलाई हामी कहाँ उपलब्ध गराइदिनलाई हामीले समन्वय गर्नु पऱ्यो अब यो सिलिन्डर तपाईँ त्यताबाट आउनु भएन है आगो काहीँ आइहाल्यो भने यताबाट आउनु पऱ्यो आएर सम्भव छ यसलाई मार्नु पऱ्यो होइन सम्भव छैन तपाईँ यो आओ या पीछे ऑक्सीजन जाकर ऑनलाइन टीवी में ऑपरेशन किए एक बहुत निक दृश्य सब देखा सुनो जे आग लगी गैस आग लगी भजाई ओकरा केना बचावे तो इस सब के संबंध गैस हमरा सबके बीच में सबके खास कर इनका सब नेपाली में हमसे बातचीत करब सर यहाँलाई धेरै धेरै स्वागत छ धन्यवाद कुन उद्देश्यमा चाहिँ यो कार्यक्रम राख्नुभएको छ हजुर अनि यो खास गरी गर्मीको समय सुरु भयो र वर्षाको समय आउन पनि केही समय लाग्ने छ यो बीचमा चाहिँ हावाहुरी चल्ने सिजन त्यसपछि आगजनीका घटनाहरू पनि बढ्ने भएको कारणले एलपिजीबाट हुने दुर्घटनालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर देशभरका 7वटा प्रदेशमा एक एकवटा कार्यक्रम गर्ने हाम्रो निर्णय थियो त्यही अनुसार नेपाल आइल्यान्ड र हाम्रो संयुक्त प्रयासमा जनकपुरमा रहेका सबै व्यवसायी उपभोक्ताहरू उद्योग वाणिज्य सङ्घ सशस्त्र प्रहरी सबै साथीहरूका बिचमा आज हामीले यो कार्यक्रम गरेका छौँ र सबै विक्रेताहरूलाई पनि आफ्नो टोल छरछिमेकमा पनि यस्ता कार्यक्रम गरेर आगजनीबाट हुने क्षतिलाई न्यूनीकरण गर्नका निम्ति यसले ठुलो मद्दत पुग्छ भन्ने हामीले विश्वास गरेका छौँ अहिले चाहिँ कुन कुन प्रदेशमा गरिसक्नुभयो कार्यक्रम हामीले गण्डकी प्रदेश कोशी प्रदेशमा गरिसक्यौँ र आज जनकपुर प्रदेशमा गर्दैछौँ अब हामीले आउने नयाँ वर्षको पहिलो महिनामा अरू बाँकी सबै प्रदेशहरूमा एक एकवटा कार्यक्रम ग्यास उपभोक्तालाई हजुरले के भन्न सक्नुहुन्छ जुन चाहिँ आगो नलागोस् के सन्देश एलपिजीका उपभोक्ताहरूले सबभन्दा पहिला त एलपिजी प्रयोग गर्दाखेरि एलपिजीमा लाग्ने उपकरणहरू रेगुलेटर पाइप सुरक्षित प्रयोग गर्नु पर्यो एनएस वा आइएस मापदण्डका सामानहरू प्रयोग गर्नु पर्यो हरेक 2 वर्षमा ती वस्तुहरू परिवर्तन पनि गर्नु पर्यो त्यसपछि एलपिजीमा यदि कोही कारणले गन्ध लिकेज आएको छ भने तत्काल त्यहाँ भएको सेफ्टी क्यापलाई लगाइदिने त्यो रोकिन सक्छ र यदि आगजनी हुने स्थिति छ भने नजिकको विक्रेतालाई बोलाएर चाहिँ त्यसलाई समाधान गर्न म सबै उपभोक्तालाई अपिल गर्न चाहन्छु हजुरको भनाइ अनुसार 1-2 वर्षमा त्यो पाइप रेगुलेटर इत्यादि चेन्ज गर्नु पर्यो 2 वर्षमा 2 वर्षमा गर्नै नै पर्यो बिग्रेको हुन्छ पनि बिग्रेको नहुन्छ पनि गरिदिनु यसको मापदण्ड के छ हजुर धेरै